हैन यार मासु अहिले त फर्काउनु अर्को वाला So guys, welcome back to Girish vlog. अनि अहिले चाहिँ हामी बारबिक्यू गर्न लागेको म चाहिँ यता अगाडि बाहिर आएको छु अनि दाइ दिदी मामा मम्मीहरु चाहिँ यता हुनुहुन्छ अनि बारबिक्यू गर्ने ठाउँमा अनि अब म त्यता चल्छु यता मासु हालेको पनि छ भन न के भन्नु आफुलाई देखाएर भनौ न त्यसरी त्यो मासु हालिसकेको छ मैले मोलेको है मामा मेरो हात हेर्नु है मेरा हात यहाँ है यस्तो हुनु पर्यो यहाँ मेरा म्यारिनेट गरेको हात पोलिरा ए हात पोलिरा होला अहिले त पुरानो पोलिरा यार मासु अहिले त फर्काउनु हैन यो वाला चिन्ताले अर्को वालालाई अर्को वाला अब चाहिँ हामी यसलाई व्यवस्था गर्छौँ है भनेको त्यो बाल्छौँ के यो चाहिँ ग्रिन तिम्रो रेड स्न्याको ग्रिन हेरौँ है गेस मिल्छ कि मिल्दैन मिल्यो भने मिलेन भने के गर्ने मिलेन भने अब तपाईको मिल्यो हैन तपाईले चाहिँ रेड दिने कि जे दिने हुन्छ डियर नट डियर के रे डियर भने सिंगला भन्दै ल डेयर दिने डियर भाइ डियर के डियर बुझ्यौ नि डियर जिन्दगी डियर जिन्दगी नि थाहा है प्रिय जिन्दगी रे के भन्नाले प्रिय डियर भने मनैदेखि माया छ मेरो पनि ग्रीन मेरो रेड हेरौँ है त कसको मिल्छ कसको मिल्छ है नाइ ट्याके होल्डर रहेछ नि त्यसो ग्रिन यो रेड हुनु पर्दैन ग्रिनै भइदियो नि थियो ग्रिन उदाहरण भयो मेरो हात यसमै हाल न अब तिम्रो डियर मार्नु पर्छ दुईजनाको उमी त कता त नि उता वहाँ एक्लै भाइ सके त ठ्याक्कै हैन अलि यता गर्नु न हामीले वाइन खाँदैछौँ लुवाङ घलेलमा यो वाला थियो नि त तपाईँको थाहा होला नि ब्ल्याक डबल हो साइलेन्टली कि कुक है ब्ल्याक डबल हो सिरियसली हो त्यहाँ तावा खाके चिसो अरे भाइ चिसो छ यस्तो फ्रिजमा राखेको कुरा नि त्यसरी समात्ने भिडियोमा हेर न बाफ सो मच दाइ चास तातो खाके चिसो अरे यो प्लास्टिक मेरो नै पाके छैन मेरो पनि खतरा फ्राई भन्दा पनि यसरी मिठो हुँदो रहेछ यसले फेरि जोगा लाग्छ नि आमामा औडा गफ के जोगा लाग्छ रे कोले चाहिँ मासु जोगा लाग्छ त्यस्तो भन्दै खाने मुखबाङ केही छैन फारा नि यो त केही हैन
Hello. Let's see. सर्ट के Homemade. हजुर खाइदेऊ. टेस्ट कस्तो छ? टेस्ट कस्तो छ? नट ब्याड Not bad. लाइक दुईजनालाई दुईतिरबाट गऱ्यो भने त चाँडो पाक्छ होला है? दुईजनालाई दुईतिरबाट गऱ्यो भने चाँडो पाक्छ होला यो मासु चाहिँ. दुईजना दुईतिरबाट हम्कायो नि त. त्यो वाला चाहिँ खाइसकेको छ यहाँ. भाइले यहाँ फेरि खाँदैछ. हामीले खान लाग्यो कुन वाला स्टाइल हेर नि यहाँ क्यामेरा समाउने पनि है. यस्तो 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 यो वाला छैन नि त दुईतिरै चिल्लो. चिल्लो के हो त नि यो चाहिँ मासु दिस इज खानेकुरा खानेकुरा. दिस इज चटनी बारबेक्यू सस बार्बिक्यू ससेज. हामी कसरी खान्छौँ? तपाईँ खुवाउने मलाई भने ओ माई गॉड खाना जसरी खान्छ गाइस त्यसरी गर्नु छु हल्का डिप गर्ने अनि बरु घरमै लिएर आएर गर्ने कि बरु आफूले मिलाएर हुन्छ. मामा टिसु पेपर दिनु फेरि बदाम धरी पोलेर खान लाने के सेकाएर खै म फर्काइदिन्छु है उता कोइलामै हाल्दै उनी बरु बदाम खाने मान्छे भाइ फेरि छ है. फेरि अलि डढिहाल्छ अब कसरी निकाल्ने फेरि ओ पट्केला 2 वर्ष अगाडिको कुरा हो कि लाउरेले गरेको थियो नि त्यस्तै 1.5-2 वर्ष अगाडिको कुरा हो. अनि एकचोटि हामी बिमारी हुँदाखेरि हो कि माइजू बिमारी हुँदाखेरि हामी यसरी नै बसिरहेको थियौँ कि बसिरहेको अनि 12-1 कति बजेको थियो 12-1 कति बजेको थियो. अनि धुर्बीहरू क्या धुर्बीहरू फेरि तल गर्थ्यो कि बिसीतिर नरिसाउनु. अन्त मासु लिएर आउँदाखेरि त तानेको होइन कहाँ गयो यो क्यामेरामै नभेट्टाएको ल मलाई मासु लाग्यो. म झन् यता यता हिँड्दै बसेको कि नदेखेर यसरी हिँड्नु पर्ने रहेछ. धाराको पानी कान्छी नानीहरूको धाराको पानी काङ्गाको पानी सक्छु तिम्रा भावनाहरूलाई डर आइरहन्छ कतै हुने हो कि मलाई Saturday
के भन्दाखेरि चाहिँ एबी एप्स आफ्मा होइन खोलेर हेर